सो आजको भिडियोमा चाहिँ म तपाईँलाई एक्ज्याक्ट भन्ने छु कि वाइ जेन जीज आर ब्रोक। सो त्यो कुरालाई थाहा हुनको लागि चाहिँ हामी स्क्रिनमा जानुपर्ने हुन्छ। लेट्स गेट इन द स्क्रिन है त। तपाईँलाई मैले हुन त पछि गएर मैले तपाईँलाई साइकलै बुझाउँछु, तर फर्स्ट स्टेप चाहिँ हाम्रो के हुन्छ, स्टेप बाई स्टेप कहाँ कहाँ चाहिँ हाम्रो मिस्टेक हुन्छ, हामी कसरी चाहिँ जान्छौँ, हामी जेनजिजहरूको थिङ्किङ चाहिँ कस्तो हुन्छ, म तपाईँलाई त्यो आजको भिडियोमा भन्नेछु। फर इक्जाम्पल के हुन्छ भन्दा सबैभन्दा सुरुमा चाहिँ के हुन्छ भन्दा हाम्रो जेनजिजहरूको चाहिँ तिनीहरूले चाहिँ जब फाइन्ड गर्छन् होइन। लाइक काम चाहिँ हामीले गरिन्छ, जब फाइन्ड गरेपछि के भयो, हाम्रो स्यालेरी आउँछ होइन। के भयो भन्दा स्यालेरी हाम्रो 1-2 महिना आइरहेछ क्या, ल राम्रो, ओहो ल स्यालेरी आइरहेछ र राम्रो। अब केमा इन्भेस्ट गर्ने, सेभिङ्स गर्ने त हामीलाई थाहा नै छैन, त्यो त हामीलाई थाहा नै छैन। अब हाम्रो के छ भन्दा हाम्रो सराउन्डिङ्सहरू भयो, हाम्रो इन्भाइरोमेन्टमा चाहिँ के चलिरहेछ भन्दा सो अफ। अब सो अफ भन्दैमा अब स्यालेरी आएपछि के हुन्छ भन्दा हामी जेनजीहरूको अब स्यालेरी आउँदा बित्तिकै हाम्रो पैसा कहाँ गयो भन्दा अनि जोर्डनमा गयो, नाइकीमा गयो। अब फर इक्जाम्पल कार हुन्छ होइन, फर इक्जाम्पल कुनै पनि थिङ्स वाट यु वान्ट क्या। अब फर इक्जाम्पल स्यालेरी आउँदा बित्तिकै अ म्यान थिङ्क एबाउट वाट हि निड। फर इक्जाम्पल उसलाई घर चाहिरहेको छ, ल्यान्ड चाहिरहेको छ होइन, उसलाई अब फ्यामिलीमा के चाहिरहेको छ, सोफा। अब यो भयो। अब बोय थिङ्किङमा चाहिँ के हुन्छ भन्दा स्यालेरी आउँदा बित्तिकै अब वान्टमा जान्छ क्या। वाट्स द डिफ्रेन्स बिट्विन म्यान एन्ड अ बोय? उसले चाहिँ निड कम्प्लिट गर्यो म्यानले चाहिँ, अनि अब बोयले चाहिँ वान्ट कम्प्लिट गर्यो क्या, वाट हि वान्ट। फर इक्जाम्पल हि वान्ट कार, जोर्डन, नाइकी, यो सबै बोयको सिस्टमतिर गयो। सो हाम्रो प्रब्लम यही छ क्या। सो अब हाम्रो के भयो त, यो भनेको वेस्ट हो क्या, वेस्ट अफ मनी। वेस्ट अफ मनी भन्छ नि, यो भनेको चाहिँ वेस्ट अफ मनी हो। कार भयो, जोर्डन भयो, यो सबै वेस्ट अफ मनी हो। सो अझै हामी डिटेल्समा जानुपर्दा चाहिँ स्यालेरी आएपछि लेट्स से अब उसलाई चाहिँ एउटा कार किन्न मन छ होइन, लेट्स से उसलाई चाहिँ अब कार किन्न मन छ। यो चाहिँ एउटा साइकलको रूपमा हेरौँ, दिस इज वाइ जेनजिज आर ब्रोक है त। सो पहिला सुरुमा चाहिँ उसले के गर्यो, उसले जब फाइन्ड गर्यो। जब फाइन्ड गरेपछि के भयो, उसको स्यालेरी आयो। ल हामीलाई डिफ्रेन्स थाहा भइसक्यो कि म्यान अनि बोयमा चाहिँ के डिफ्रेन्स हुँदो रहेछ भने, अब म्यानले चाहिँ निड थिङ्क गर्छ भने बोयले चाहिँ वान्ट थिङ्क गर्छ क्या, वाट हि वान्ट्स। फर इक्जाम्पल अब जोर्डन, नाइकी भयो, अब यिनी थिङ्क्सहरू चाहिँ यु वान्ट द्याट होइन। अब स्यालेरी आएपछि लेट्स से वान अ कार क्या। अब कार त फर इक्जाम्पल अब सेभिङ्स त यसले 20,000 त सेभिङ्स गर्न सक्दैन, 20 लाख त यसले सेभिङ गर्न सक्दैन। सो भनेपछि यसले के गर्छ भन्दा हल्का लगभग 5 लाख जति चाहिँ यसले सेभिङ्स गर्छ। अरू के गर्छ यसले, अरू यसले लोन लिन्छ। सो यहाँ के आयो त, गेम के आयो भन्दा स्यालेरी पछि यसको आयो गेम, लोनको गेम आयो। सो त्यसपछि लोन लिएर उसले 20 लाख त जम्मा गर्छ, 20,000 युरो भए पनि या 20 लाख जम्मा गरेर चाहिँ उसले एउटा कार किन्छ। कार किनेपछि उसलाई के भयो, एउटा सेटिस्फाइड फिल भयो क्या, उसलाई एउटा डोपामिन क्रिएट भइसक्यो। किनभने अब कार त उसले वान्ट गरेको चिज हो, उसलाई निड त थिएन, अब त्यो के हो, वान्ट हो। सो त्यसले चाहिँ पहिला आफ्नो स्यालेरीको इन्भेस्टमेन्ट कहाँ गर्यो भन्दा कारमा गर्यो, जुन चाहिँ त्यसको भ्यालु डाउनफलमा जान्छ यदि उसले चाहिँ बेच्नु ट्राई गर्यो भने। अब बेच्नु ट्राई नगर्यो उ त अब त्यसै पनि डाउनफलमा गयो क्या। कार पछि अब के आयो भन्दा अब सुरुमा चाहिँ हाम्रो के भयो, सुरुमा चाहिँ जब भयो, सेकेन्डमा चाहिँ स्यालेरी भयो, थर्डमा चाहिँ लोन भयो, अब फोर्थमा चाहिँ के भयो, कार भयो होइन। अब कारलाई के गर्नु पर्यो, कार यत्तिकै ल मैले किनेँ भनेर त हुँदैन नि त। कारलाई भयो अब कस्ट चाहियो नि त। कस्ट कस्तो कस्ट चाहियो भन्दा उसलाई अब इन्सुरेन्स चाहियो, अब उसको के अरे अब हेरचाह गर्नु पर्यो होइन। अब त्यसको पार्ट पुर्जा केही बिग्रियो भने चाहिँ अब रिपेयर गर्नु पर्यो। अब त्यहाँ पनि एउटा कस्ट थपियो। फर इक्जाम्पल यदि तपाईँ युरोप या कतै कन्ट्रिजमा हुनुहुन्छ या नेपालमै हुनुहुन्छ भने नि लगभग 300 युरो या 400 युरो पेट्रोल सेट्रोल सबै गर्दाखेरि त्यहाँ जान्छ, हो कि होइन। इन्सुरेन्स सबै गर्दा चाहिँ त्यहाँ जान्छ क्या 400 युरो जति चाहिँ। अब यहाँ के भयो भन्दा कस्ट पनि थपियो क्या, कार किनेर पनि हामीलाई सुख छैन, कस्ट थपियो नि त। अब कस्ट थपिएपछि के भयो, कस्ट थपिएपछि चाहिँ उसको एक्सपेन्स बढ्यो क्या। अब उसको एक्सपेन्स बढ्यो, हाम्रो एक्सपेन्स चाहिँ यहाँ के छ, एक्सपेन्स हाम्रो यहाँ के छ भन्दा फर्स्ट अफ अल त हाम्रो यो कस्ट भयो होइन, कस्ट भयो 400। अब जति पनि कस्ट भयो भने हाम्रो यहाँ अहिले क्यालकुलेसन मात्र चलिरहेको छ, हाम्रो एक्ज्याक्ट एमाउन्टमा चाहिँ हामी डिटेल्समा गइरहेको छैनौँ, हाम्रो चाहिँ सिर्फ माथिको कुरा टपिकमा ल्याइरहेछौँ है त। सो एक्सपेन्समा चाहिँ हामीले के थपियो भन्दा कस्ट थपियो यहाँ। त्यसपछि चाहिँ के भयो भन्दा यसले लोन पनि त लिएको थियो नि त, लोन पनि पुरा गर्नु पर्यो।
सो लोन पनि भयो होइन। अब लोन पनि भयो, त्यसपछि अब यो पुरा गर्नलाई के भयो, अब अरू तपाईँले सबै हटाइदिनुहोस् है त। अब यसको कार छ अनि एक्सपेन्स छ। अब यसको लागि चाहिँ ऊ जसरी पनि जबमा जानु पर्यो, बुझ्नुभयो कि नै? सो फर इक्जाम्पल ऊ चाहिँ के भयो भन्दा सुरुमा उसले जब फाइन्ड गर्यो होइन, त्यसपछि के भयो, स्यालेरी आयो, त्यसपछि उसले लोनमा एप्लाई गर्यो, लोन अफ 5000 उसले सेभिङ्स गर्यो, त्यसपछि चाहिँ लोनमा चाहिँ उसले कार एप्लाई गर्यो। कार एप्लाई गरेपछि के भयो, उसको कस्ट भयो, कस्ट थपियो, कस्ट थपिएपछि के भयो, एक्सपेन्सेस धेरै भयो, एक्सपेन्सेस धेरै भएपछि के भयो, अब एक्सपेन्स धेरै भएपछि के भयो, जबबाट ऊ स्केप गर्नै पाएन के। अब ऊ जबबाट कसरी स्केप गर्छ त, जब यो कार बेच्नुपर्छ। सो ऊ जबबाट स्केप गर्नलाई यो कार बेच्नु पर्यो क्या, किनभने कारले चाहिँ तपाईँको दिमागमा यस्तो धेरै स्पेस खाइरहेको छ त, यहाँ तपाईँले यही डिटेल्समै हेर्न सक्नुहुन्छ क्या। जब गयो, जब गएपछि स्यालेरी पायो, स्यालेरी पाएपछि सेभिङ्स गर्यो, सेभिङ्स गरेपछि लोन लियो, लोन लिएपछि कार किन्यो, कार किनेपछि कस्ट थपियो, कस्ट थपिएपछि एक्सपेन्स आयो, एक्सपेन्स अब कस्ट भयो होइन, त्यसपछि चाहिँ लोनको एक्सपेन्स भयो, ऊ फेरि चाहिँ जबमा जानु पर्यो, फेरि नेक्स्ट मन्थ उही साइकल रिपिट भयो। सो के भयो भन्दा यहाँ हामीले के बुझ्न सकिन्छ भन्दा, सो सबैभन्दा सुरुमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा, सो सबैभन्दा सुरुमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा हामीले वाट वी वान्ट छोडेर चाहिँ वाट वी निडमा चाहिँ फोकस गर्नुपर्छ। सो यसमा चाहिँ धेरै ठुलो डिफ्रेन्स छ। वाट वी वान्ट भनेको चाहिँ हामीले के चाहिरहेको छौँ। फर इक्जाम्पल वाट आई वान्ट, लेट्स से आई वान्ट BMW, अब आई वान्ट मात्र भनेर त भएन नि त, पहिला आफ्नो निड हेर्नु पऱ्यो क्या, आफ्नो निड के छ। अहिले यदि मसँग चाहिँ 20 लाख छ भने चाहिँ अब सिधै मैले BMW किनौँ कि वाट आई निडमा चाहिँ फोकस गरौँ। सो अब म्यानले चाहिँ वाट आई निडमा फोकस गर्छ अनि अब बोयले चाहिँ वाट आई वान्टमा। सो फर इक्जाम्पल के गर्नु पऱ्यो भन्दा यहाँबाट वाट आई निड, अब निडमा चाहिँ के पर्छ त, अब हाउस पर्छ होइन, फर इक्जाम्पल बिजनेस पर्छ। अब बिजनेसले चाहिँ डबल गरेर यो जसरी पनि हाम्रो यहाँ आउँछ क्या, किनभने यो तपाईँले 20 लाख यहाँ बिजनेसमा लाउनु भयो भने चाहिँ यसको तपाईँको 40 लाख पनि हुनसक्छ। यो तपाईँले यहाँ लाउनु भयो भने चाहिँ अब 20 लाखको अब गिरेर 15 लाख हुन्छ क्या। भर्खरै मैले यो बुक पनि पढिरहेको थिएँ, द 10x रुल। यो 10x रुलमा चाहिँ अब तपाईँलाई मैले सिम्पल तरिकाले अब एउटा इक्जाम्पल दिएर मैले कसरी बुझाउन सक्छु भन्दा, फर इक्जाम्पल जबसम्म मैले 10वटा BMW किन्ने मेरो औकात हुँदैन, हैसियत हुँदैन, तबसम्म मैले एउटा BMW पनि किन्नु हुँदैन। सो फर इक्जाम्पल मसँग अहिले 20 लाख छ अनि मलाई एउटा BMW चाहिरहेको छ भने नो, हामीले त्यो गर्नु हुँदैन। सो हामीले के गर्नुहुन्छ भन्दा जब मैले 10वटा BMW किन्न सक्छु नि, त्यसपछि चाहिँ बल्ल मैले एउटा BMW किन्नुपर्छ क्या। के गर्नु भन्दा तपाईँको कुनै पनि अब फर इक्जाम्पल तपाईँ एउटा फ्यामिलीसँग बसिराख्नु भएको छ या के गरिराख्नु भएको छ भने चाहिँ पहिला न सुरु त्यो पैसालाई चाहिँ तपाईँले अझै पनि सेभिङ्स गरेर चाहिँ कुनै न कुनै एउटा फर इक्जाम्पल म्युचुअल फन्ड भयो, इन्भेस्टिङतिर तपाईँ छिर्नुहोस् के, इन्भेस्टिङतिर छिर्नुहोस्। यदि तपाईँले इन्भेस्टिङको बारेमा त्यस्तो केही थाहा छैन भने पनि तपाईँ सेभिङ्स गर्नुहोस् क्या। तपाईँ सेभिङ्स गरे पनि नि तपाईँ अलरेडी यो जेनेरेसनबाट तपाईँ माथि हुनुहुन्छ, किनभने अहिलेको जेनेरेसनलाई सेभिङ्स के हो भनेर थाहा नै छैन। सो के गर्नुहोस् भन्दा तपाईँलाई इन्भेस्टिङको बारेमा केही नै थाहा छैन भने पहिला सेभिङ्स गर्नु क्या। फर इक्जाम्पल लेट्स चाहिँ तपाईँसँग अहिले 10 लाख छ भने पनि सेभिङ्स गरेपछि त्यसपछि तपाईँलाई थाहा हुन्छ कि फर इक्जाम्पल त्यो पैसा कहाँ लाउँदा ठिक हुन्छ होइन। फर इक्जाम्पल यो 10 लाखले मैले कहाँ इन्भेस्ट गर्दा ठिक हुन्छ, तपाईँ पहिला इन्भेस्टिङतिर छिर्नुहोस्। तपाईँलाई जब फिल हुन्छ नि ओके आई क्यान अफोर्ड 10 BMW, जब तपाईँलाई फिल हुन्छ नि आफूले ल आई क्यान मैले 10वटा BMW किन्न सक्छु भनेर जब तपाईँलाई फिल हुन्छ त्यति बेला नै हामीले BMW एउटा किन्नुपर्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन। सो आजको भिडियो हेरेर तपाईँलाई कुनै कुरा पनि हेल्पफुल लाग्यो, कुनै कुरा पनि तपाईँले हल्का क्लियरिटी पाउनु भएको छ भने चाहिँ सो आइ एम रियली ग्रेटफुल फर द्याट। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला, म पनि हल्का मोटिभेट हुन्छु भिडियोजहरू बनाउनलाई होइन। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। टिल देन टेक केयर एन्ड गुड बाई।